आज हामी फेरि पनि उपस्थित भइसकेका छौँ समसामयिक विशेष प्रश्नहरू लिएर। आशा गर्दछु यो भिडियो लोकसेवा, शिक्षक सेवा र सङ्गठित संस्थानहरूका लागि तयारी गरिरहेका साथीहरूलाई एकदमै फलदायी हुनेछ। भिडियो मन परेमा अन्त्यसम्म हेरेर लाइक बटन थिच्न नबिर्सिनुहोला। आजको हाम्रो पहिलो प्रश्न रहेको छ, 10औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्धारण गरिएको नयाँ मिति कुन हो? विक्रम सम्वत 2083 साल असोज 10देखि 24 गते, विक्रम सम्वत 2083 साल मङ्सिर 16देखि 29 गते, विक्रम सम्वत 2083 साल पुस 5देखि 19 गते, विक्रम सम्वत 2083 साल माघ 1देखि 15 गते। यो प्रश्नको सही उत्तर रहेको छ बी अर्थात् विक्रम सम्वत 2083 साल मङ्सिर 16देखि 29 गते। स्थान रहेको छ सुर्खेत, कर्णाली प्रदेश। प्रश्न नम्बर 2मा रहेको छ, चुम्बकीय शक्तिले ट्र्याकभन्दा माथि तैरिएर 800 किलोमिटर प्रति घण्टाको गतिले कुद्ने नयाँ कीर्तिमान कायम गर्ने अत्याधुनिक म्याग्लेभ रेल कुन देशले परीक्षण गरेको हो? अप्सन एमा रहेको छ जापान, अप्सन बीमा रहेको छ अमेरिका, अप्सन सीमा रहेको छ चीन, त्यसै गरी अप्सन डीमा रहेको छ दक्षिण कोरिया। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन सी अर्थात् चीन। प्रश्न नम्बर 3मा रहेको छ, बाजुराको बाढीमालिका र अछामको रामारोशन क्षेत्र जोडी बढीमालिका रामारोशन वन संरक्षण क्षेत्रको घोषणा कहिले गरिएको हो? अप्सन एमा रहेको छ विक्रम सम्वत 2083 साल साउन 15 गते, अप्सन बीमा रहेको छ विक्रम सम्वत 2083 साल साउन 27 गते, अप्सन सीमा रहेको छ विक्रम सम्वत 2083 साल भदौ 1 गते, अप्सन डीमा रहेको छ विक्रम सम्वत 2083 साल भदौ 10 गते। यो प्रश्नको सही उत्तर रहेको छ विक्रम सम्वत 2083 साल साउन 27 गते। यसपछि हाम्रो चौथो प्रश्न रहेको छ, हालै सन् 2026 अगस्त 15मा 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको फ्लोरिडा टापु कुन देशमा पर्दछ? अप्सन ए फिलिपिन्स, अप्सन बी जापान, अप्सन सी इन्डोनेसिया, अप्सन डी न्युजिल्यान्ड। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन सी अर्थात् इन्डोनेसिया। हाम्रो प्रश्न नम्बर 5मा रहेको छ, लिच्छवीकालीन इतिहाससँग जोडिएको ललितपुरको लगनखेल स्थित सप्त पाताल पोखरी निर्माणपछि कहिले उद्घाटन गरियो? अप्सन एमा रहेको छ विक्रम सम्वत 2083 साल साउन 10 गते, अप्सन बीमा रहेको छ विक्रम सम्वत 2083 साल साउन 30 गते, अप्सन सीमा रहेको छ विक्रम सम्वत 2083 साल भदौ 5 गते र अप्सन डीमा रहेको छ विक्रम सम्वत 2083 साल भदौ 15 गते। यसको सही उत्तर रहेको छ अप्सन बी अर्थात् 2083 साल साउन 30 गते। यो पोखरी रातो मसिन्द्रनाथ जात्रासँग सम्बन्धित छ। सन् 2026 अगस्त 12मा युरोप महाद्वीपमा कति वर्षपछि दुर्लभ सूर्यग्रहण देखिएको थियो? अप्सन एमा रहेको छ झन्डै 10 वर्षपछि, अप्सन बीमा रहेको छ झन्डै 15 वर्षपछि, अप्सन सीमा रहेको छ झन्डै 3 दशकपछि, अप्सन डीमा रहेको छ झन्डै 50 वर्षपछि। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन सी अर्थात् झन्डै 30 वर्ष अर्थात् 3 दशकपछि। प्रश्न नम्बर 7मा रहेको छ, नूर गङ्गा बाल साहित्य राष्ट्रिय स्थापित प्रतिभा पुरस्कार संयुक्त रूपमा कस कसलाई प्रदान गरियो? अप्सन एमा रहेको छ मुक्ति शर्मा न्यौपाने र देवी प्रसाद बनवासी, अप्सन बीमा रहेको छ क्षेत्रबहादुर गुरुङ र पूर्ण नेपाली, अप्सन सीमा रहेको छ मनमाली निराकार र पद्मध्वज केसी, अप्सन डीमा रहेको छ आजल श्रेष्ठ र अर्जुन सापकोटा। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन ए अर्थात् मुक्तिनाथ शर्मा न्यौपाने र देवी प्रसाद बनवासी। पुरस्कार राशि 50,000 जनाई। प्रश्न नम्बर 8मा रहेको छ, 10औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशको आधिकारिक मस्कटका रूपमा कुन जनावरलाई तय गरिएको छ? अप्सन एमा रहेको छ एकसिङे गैँडा, अप्सन बीमा रहेको छ हिउँ चितुवा, अप्सन सीमा रहेको छ रेड पान्डा अर्थात् हाब्रे, अप्सन डीमा रहेको छ कस्तुरी मृग। यसको सही उत्तर रहेको छ अप्सन सी अर्थात् रेड पान्डा हाब्रे। प्रश्न नम्बर 9मा रहेको छ, सुदूरपश्चिम प्रदेश सरकारले बढीमालिका रामारोशन वन संरक्षण क्षेत्र
घोषणा गर्ने निर्णय मन्त्री परिषदबाट कहिले गरेको थियो? अप्सन एमा रहेको छ 2083 साल साउन 1 गते, अप्सन बीमा रहेको छ विक्रम सम्वत 2083 साल साउन 19 गते, अप्सन सीमा रहेको छ विक्रम सम्वत 2083 साल साउन 25 गते, अप्सन डीमा रहेको छ विक्रम सम्वत 2083 साल साउन 28 गते। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन बी अर्थात् विक्रम सम्वत 2083 साल साउन 19 गते। प्रश्न नम्बर 10मा रहेको छ लिच्छवीकालीन सप्तपाताल पोखरीसँगै रहेको कुन स्तूप नजिक पार्क समेत निर्माण गरिएको छ? अप्सन नम्बर ए अशोक स्तूप, अप्सन नम्बर बी स्वयम्भू स्तूप, अप्सन नम्बर सी बौद्ध स्तूप, अप्सन नम्बर डी चारुमती स्तूप। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन ए अर्थात् अशोक स्तूप। प्रश्न नम्बर 11मा रहेको छ चीनले 5.3 सेकेन्डमै 8 किलोमिटर प्रति घण्टाको गति हासिल गर्ने नयाँ रेकर्ड बनाएको म्याग्लेभ रेल कुल तौल कति रहेको छ? अप्सन नम्बर एमा रहेको छ 500 किलो, अप्सन नम्बर बीमा रहेको छ 800 किलो, अप्सन नम्बर सीमा रहेको छ 1100 किलो, अप्सन नम्बर डीमा रहेको छ 2000 किलो। यसको सही उत्तर रहेको छ अप्सन सी अर्थात् 1100 किलो। यसै गरी हाम्रो अन्तिम र 12औं प्रश्नमा रहेको छ इन्डोनेसियाको कुन उच्च भूकम्पीय तथा प्राकृतिक जोखिमयुक्त क्षेत्रमा अवस्थित रहेको छ? अप्सन नम्बर एमा रहेको छ अल्पाइन बेल्ट, अप्सन नम्बर बीमा रहेको छ रिङ अफ फायर, अप्सन नम्बर सीमा रहेको छ मिड एटलान्टिक रिज, अप्सन नम्बर डीमा रहेको छ फल्ट लाइन। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन नम्बर बी अर्थात् रिङ अफ फायर। जानकारीमूलक र समसामयिक विषयका प्रश्नहरू हेर्न र बुझ्नका लागि हामीलाई सब्सक्राइब गरेर लाइक बटन थिच्न नभुल्नुहोला। कुनै प्रश्न वा जिज्ञासा भएमा कमेन्टमा छोड्नुहोला। हामी पक्कै पनि समय मिलेको बेला त्यसको जवाफ दिन कोसिस गर्ने नै छौँ। आजको लागि यति नै, धन्यवाद।